पार्टी चलिरहेछ उहाँ हो हाम्रो बर्थडे बोय चाहिँ उहाँ हो बर्थडे चाहिँ के भन्छ रे शुक्रबारै थियो तर अब समय नभएर सबैजना काममा जानु पर्यो कारणले गर्दाखेरि चाहिँ हामीले आज सन्डे छुट्टीको दिन सबैजना सँगै बसेर जम्मा भएर एउटा सानो रमाइलो गर्न गइरहेका छौँ। यहाँनिर रोस्टको रेसिपीको लागि रेडी भइसक्यो। अनि हाम्रो यहाँ रोस्ट पनि भइसक्यो अनि यता भइसक्यो गाइज। अनि अब एकछिनमा सबै हुन्छ अन्त हजुरहरू सबै देखाउँछु म। यता चाहिँ फेरि मेरो हेर्नु न यहाँ लुगा मिलाउने कोही नभएर गाइज गाह्रो छ हौ। अनि दाजु दाईहरू अनि दाईहरू हो यस्तै छ गाइज। फेरि म आज अब बर्थडेको सबै कुराहरू हाम्रो पाकिसकेको छ। यहाँ यो चाहिँ ग्रेभी अनि त्यो खोइ यो छोपिया छ यसलाई निकाल्नु। यो चाहिँ हाम्रो रोस्टी अनि यहाँ पोटाटो फ्राई छ यहाँनिर अनि यहाँनिर दाल फ्राई छ हाम्रो पुलाउ छ। यहाँनिर हाम्रो बर्थडे भाइले यहाँनिर पुरै पस्किसकेको छ सबै रेडी गरिसकेको छ तर हाम्रो बर्थडे बोय चाहिँ कहाँ भएको थाहा छैन खोइ। रेडी हुँदैछ हाम्रो। त्यस्तै हो परदेशीको बर्थडे। परदेशमा बसेका छौँ हामी जम्मा 5 जना छौँ एउटा परिवार जस्तो भएर बसेका छौँ यसरी। बर्थडे बोयलाई चाहिँ हामीले भाँडा बाँध्न लगाउँदैछौँ उहाँ मस्त भाँडा बाँधिरहनु भएको छ। हाम्रो ज्येष्ठ दाजु आइपुग्नु भयो। सबै रेडी भइसक्यो। दाजुको चाहिँ आज बर्थडे हो भागिहाल्नु हो। अब यो बर्थडे पार्टी मात्रै खाएर भएन अब हामी सबैको तर्फबाट एउटा सानो प्रेजेन्ट पनि दिनुपर्ने हो हामीले। के हामीले ल्याएको भने लिएर आउँ त ल्याएको छु होइन। यही हो हाम्रो होइन आजको हाम्रो बर्थडे दाजु भने नि ब्रदर भने नि साथी भने नि यही हो हाम्रो हाँसिरहनु भएको छ होइन। उहाँ नै हो यो चाहिँ हाम्रो विशाल ब्रदर हो होइन। घर कता हो अरे विशाल ब्रदर? अनि हाम्रो यता सिराहा बन्देपुर कमलाको छेउ। अनि हाम्रो यता बर्थडे बोयको घर चाहिँ कता हो बनाउँथ्यो। अनि हाम्रो राई दाई हुनुहुन्छ यता। राई दाई चाहिँ पुरा झापाबाट हुनुहुन्छ 40 नम्बर 1 यता सिन्धुपाल्चोकबाट। अनि झापा हाम्रो राई दाजुले चाहिँ पुरा आज खाना बाँड्दै हुनुहुन्छ। म चाहिँ अब गाइज अनि त्यो हाम्रो तर्फबाट हामी सबैको तर्फबाट एउटा सानो प्रेजेन्ट है। निकालेर पनि देखाइदिँदा हुन्छ नि। सबैको पार्टी यति नै हो गाइज। यता देखाउनु न हौ हाम्रो पार्टी यति नै हो गाइज। हाम्रो दाइलाई होइन ठुलो गिफ्ट नदिनु सके नि अनि हाम्रो भूषण दाइलाई प्रेजेन्ट दिइदिएको यता देखाउनु दाइ। अनि हाम्रो भूषण दाइलाई चाहिँ पुरा युट्युबमा नि होइन सपोर्ट गर्नु पर्यो। लाइक सपोर्ट सेयर सबैजनाले सब्सक्राइब पनि हालिदिनु पर्यो। बेल आइकन पनि ड्याङ छिट्टै आउँदैछ सर्बियाको बारेमा। हजुरको भीषण दाइको लाइभमा आउनु पाउँदा जो सँग छ होइन भ्लगमा आउनु पाउँदा